संसारमा प्राय मान्छेहरू भन्छन् पैसा कमाउनु पर्छ, एउटा चिटिक्क परेको घर बनाउनु पर्छ, जिन्दगीमा केही त गर्नुपर्छ, नाम कमाउनु पर्छ अनि अघि बढ्नुपर्छ। सायद अधिकांश मानिसहरूले चाहने कुरा अहिले यही नै हो जस्तो देखिन्छ। सबै मानिसहरू जस्तै हामी पनि चाहन्छौँ हाम्रो जिन्दगी आनन्दित होस्, हाम्रो पनि जीवनमा धेरै अभावहरू नहोस्। तर त्यो आनन्द के साँच्चै पैसाले दिन्छ र? आफैसँग यस्ता प्रश्नहरू सोद्धा दुनियाँ निहाल्छु अनि साँच्चै मानिसले खोजिरहेको त्यो साँचो आनन्द म पैसामा देख्दिनँ। त्यो आनन्द ठुल्ठुला महलहरूमा देख्दिनँ अनि त्यो आनन्द परिवारबाट टाढा पनि म देख्न सक्दिनँ। किनभने धेरै पैसाले आजसम्म मानिसहरूलाई खुसी बनाउन सकेको छैन, केवल धनी वा गरिब मात्रै बनाएको छ। महलले मानिसहरूको चाहनालाई छोप्न सकेको छैन, बरु आफूसँग जति पैसा छ वा आफूसँग जे छ त्यसमा रमाउनेहरू मैले खुसी देखेको छु। वास्तवमा मान्छेले साँचो अर्थमा सन्तुष्ट हुन जानेकै छैन जस्तो मलाई लाग्छ। हो, मानिसले साँचो आनन्द र सन्तुष्टि पाउनका लागि पैसाको सपना देखेको कैयौँ शताब्दी बितिसक्यो, तर अवस्था जहाँको त्यहीँ छ। किनभने पैसाले हाम्रा दैनिक आवश्यकताहरू पुरा गरिदिन्छ, साँचो आनन्द होइन। त्यसैले पैसा र महलहरूभन्दा पर म त्यो आनन्द महसुस गर्छु। साँचो अर्थमा आनन्दको स्रोतसँग नजिक हुनुमा त्यो आनन्द महसुस गर्छु। हो, मलाई पनि जीवनमा जीवन धान्नका लागि पैसाको आवश्यकता पर्छ। त्यसैले पैसालाई म आवश्यकता पुरा गर्ने हिसाबमा लिन्छु अनि आनन्दलाई म सृष्टिको मनोरम दृश्यमा देख्छु। परिवारसँगै बसेर पुसमाघको जाडोमा मकै भटमास खाएर बस्दा त्यो आनन्द महसुस गर्छु। म नाम कमाउन चाहन्छु, तर पदीय हैसियतको नाम होइन, बरु म असल व्यक्तिको छवि निर्माण गरेर नाम कमाउन चाहन्छु। सृष्टिकर्ताको नजरमा अनमोल सृष्टि बनेर नाम कमाउन चाहन्छु। म अघि बढ्न चाहन्छु, तर संसारलाई जितेर होइन, आफैलाई जितेर। म जिन्दगीमा केही गर्न र केही बन्न चाहन्छु जुन मेरो क्षमताको सीमारेखाभित्र होस्। आफ्नो क्षमताको परिधिभन्दा टाढा गएर आनन्दलाई दुःखमा बदल्न चाहन्न, जीवनलाई नै अझ थप पीडामा पार्न चाहन्न। म सरल जीवनलाई वास्तविकतामा ढाल्न चाहन्छु। जब जब मनमा यस्ता आभासहरू जन्मन्छन्, तब त्यसको प्राप्तिका लागि पनि दृढ सङ्कल्प जन्मन्छ। कहिलेकाहीँ यी कुराहरू मानिसहरूलाई बताउँछु, साँचो आनन्दको स्रोतलाई चिन्न मद्दत गर्न चाहन्छु। तर मैले महसुस गरेको कुरा अरूलाई कसरी महसुस गराउनु? पैसामा आनन्द खोजिरहेको मानिसलाई कसरी पैसाभन्दा पर रहेर आनन्दको महसुस गर्न सकिन्छ भनेर बुझाउन सक्छु। मनमा यस्ता भावनाहरू जन्मिँदा म खोज्छु एउटा माध्यम जसले पुर्याउन सकोस् मेरा मनका भावनाहरू एउटा मुटुदेखि अर्को मुटुसम्म, जसले पुर्याउन सकोस् वास्तविकताको आभास मुटुदेखि मुटुसम्म। नमस्ते अनि रात्रिकालीन अभिवादन। यो रातको प्रहरमा आज पनि तपाईँका मनका भावनाहरूलाई तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि अनि प्रेमका कुराहरू गर्नका लागि कार्यक्रम मुटुदेखि मुटुसम्म लिएर उपस्थित भइसकेको छु। म तपाईँकै मनभित्रको साथी चन्द्र। कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँले आवाजको भिडमा पृथक पहिचान रेडियो अनमोल 90 मेगाहर्ज हेटौँडा मकवानपुरबाट र अनलाइनमा radioanmol.com सुन्न सक्नुहुन्छ। यो हरेक शुक्रबार राति 9:15 बजेदेखि 10 बजेसम्म आउने गर्छ। साथै तपाईँले यो कार्यक्रम हाम्रो पात्र मोबाइल एपमा पनि लाइभ सुन्न सक्नुहुन्छ भने मेरो व्यक्तिगत युट्युब च्यानल चन्द्र घलानबाट पनि यसका क्लिपहरू तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका प्रेमका सन्देशहरू, त्यसै गरी तपाईँका शृङ्गारिक गजल, मुक्तक, शायरी, कविता, साथसाथै तपाईँका सुख दुःखका भावनाहरूलाई पनि स्थान दिने गर्छु। र त्यसका लागि भने तपाईँले रेडियो अनमोलको अथवा मेरो व्यक्तिगत फेसबुक पेज सबि सौगातको पेजमा गएर मुटुदेखि मुटुसम्मको लागि हामीले त्यहाँ पोस्ट गरेका छौँ। विशेष गरी हामी शुक्रबार राति 9 बजेतिर पोस्ट गर्ने गर्छौँ। त्यो पोस्टको मुनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ वा सिधै म्यासेज पनि पठाउन सक्नुहुन्छ। अनि तपाईँले आज गर्नुभएको कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिने गर्छु, किनभने मसँग तपाईँले गत साता नै गर्नुभएका थुप्रै कमेन्टहरू बाँकी रहन्छन्। तपाईँ भने फटाफट कमेन्ट गर्दै गर्नुहोस्। त्यतिन्जेलका लागि आउनुहोस् सुनौँ यो सुमधुर साङ्गीतिक आवाज। यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा।
मुटुदेखि मुटुसम्मको साथमा छु। म तपाईँकै मनभित्रको साथी चन्द्र। अब भने आउनुहोस्, कार्यक्रममा स्थान दिँदैछु तपाईँकै सन्देशहरूलाई। यो पहिलो सन्देश पठाउनु भएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ प्रेम कला आचार्यजी र लेख्नुहुन्छ, जति नै मिल्ने साथी भए पनि एक दिन आफ्नै गन्तव्य रोजेर छुट्टिनु नै पर्ने रहेछ। मेरो संसार अरूको भन्दा फरक छ, सबैलाई रमझम मनपर्छ होला, मलाई एकान्त भनेर लेख्नुभएको छ। र उहाँ अगाडि लेख्नुहुन्छ, हेलो नमस्कार दर्शन, खाना भयो भन्नुभएको छ। के छ खबर पनि भन्नुभएको छ। म एकदमै ठिक छु, खाना पनि भइसकेको छ। उहाँ अगाडि लेख्नुहुन्छ, म प्रेम कला आचार्य तिनझुरी मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट। गुड नाइट डियर गौतम समीर, डियर मिडिया प्रेमी परदेशी कान्छो, डियर योगेन इमेहाङ लिम्बू, भूमिका भण्डारी, त्यसै गरी शुक्रराज रसाइली निर्दोष, धनकुमार खाती, देव बास्कोटा, सुमिला शेर्पा, रेडियोकर्मी इच्छा लिम्बू, निर्मला तामाङ, लिङदेन मिक्की, टिकाराम सुनवार, राजन खतिवडा, सुसन लिम्बू, मिडिया प्रेमी अर्पण बस्नेत, सङ्घर्ष बेघा लिम्बू, चित्र योगी, विमला डागी, डेयर सोमराज शेर्पा, अल फ्रेन्डलाई भन्नुभएको छ। प्रेमकलाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। त्यसै गरी अर्को कमेन्ट कसले गर्नुभएको छ, म अर्को कमेन्टलाई पनि स्थान दिँदैछु। यो कमेन्ट पठाउनु भएको छ रोमन मोक्तान तामाङजीले, हाम्रो नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, हेलो दाई, रात्रिकालीन नमस्ते, फ्याफुल्ला भन्नुभएको छ। फ्याफुल्ला रोमनजी। उहाँ लेख्नुहुन्छ, म भोजपुर नगरपालिका 2 हेलौचा घर भई हाल 7 समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। रात्रिकालीन सन्देश राख्नु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारको लागि अनि अल माई फ्रेन्डलाई भन्दै बिदा हुन्छु। ओके बाई, गुड नाइट अल भन्नुभएको छ। रोमन मोक्तान तामाङजीलाई धेरै धन्यवाद छ। तपाईँ भोजपुरबाट हुनुहुन्छ तर अहिले 7 समुद्र पारी विदेशमा हुनुहुन्छ, तैपनि हामीलाई माया गर्नुहुन्छ। तपाईँको यो मायाको लागि हामी धेरै आभारी छौँ। आगामी दिनमा पनि रोमनजीको यस्तै सन्देशको हामी अपेक्षा गर्छौँ। त्यसै गरी अर्को सन्देश पठाउनु भएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ कल्पना साम्पाङजी र उहाँ लेख्नुहुन्छ, भोजपुर घर हाल काठमाडौँबाट। गुड इभिनिङ, नमस्ते दादा, दिलपाली शर्मिला राई, मामु अन्जान यात्री प्यारी साम्पाङ, त्यसै गरी बाबा विनोद साम्पाङ, रञ्जित राई, मनमुटुको मान्छे सृजना राई, श्रीजु, मनिषा बान्तवा, उपासना राई, रमला साम्पाङ, सोना कन्दङवा, प्रेम भण्डारी, हर्पल रोशनी, स्नेहा चामलिङ, घायल अभिमान सुनवार, गगन तेह्रथुमे, ढकाल धर्मराज, अल्का बान्तवा, सुदीप बान्तवा, भूमिका राई, राई ऋतु, रियम रुबी, एसान इलिना, सयामा राई, सहयात्री सरू, रिसु चामलिङ, टिकाराम घिमिरे लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ। र अन्तमा गुड नाइट बबाई दादा भन्नुभएको छ। तपाईँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ। त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ युनिसा चामलिङ राईजीले, गुड नाइट अल भन्नुभएको छ। युनिसाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। त्यसै गरी हाम्रो अर्को नियमित श्रोता हुनुहुन्छ अधिकारी अनिशजी, लेख्नुहुन्छ, नमस्ते नमस्कार, नेपाल सरकारबाट मान्यता प्राप्त तिनझुरी मिडिया ग्रुप प्रवास नेपालको सक्रिय सदस्य झापा दुधेबाट अनिश अधिकारी हो। यस प्रोग्राम मार्फत सम्झिनु पर्दा दाई देव बास्कोटा, दाई मिडिया प्रेमी कमल श्रेष्ठ, दाई दिप्सन फोम्बो लिम्बू र साथीहरू हुनुहुन्छ बान्तवा जेनु, भूमिका भण्डारी, घायल अभिमान सुनवार, राजन खतिवडा, मेनुका मुखिया, शेर्पा लमी, पूर्वेली खुसी ममता पोया, रेडियोकर्मी इच्छा लिम्बू, बहिनी सुजाता अधिकारी र सोमिला शेर्पा, अल्सना तामाङ मुक्तान, मनिषा छेत्री, सबिना कन्दङवा, किराती अन्जान, खुसी यमुना विष्ट, रेखा सेलिङ रेखा, टिकाराम सुनवार, सरला राई लगायत मेरो नामसँग चिरपरिचित सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। अधिकारी अनिशजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र। अनि यो कार्यक्रम तपाईँले अहिले रेडियो अनमोल 90 मेगाहर्ज हेटौँडाबाट सुन्दै हुनुहुन्छ र तपाईँले यो कार्यक्रम www.radioanmol.com बाट, हाम्रो पात्रो मोबाइल एपबाट र मेरो व्यक्तिगत युट्युब च्यानलबाट पनि हेर्न र सुन्न सक्नुहुन्छ। आज पनि तपाईँकै सन्देशहरू, तपाईँकै मनका भावनाहरूलाई कार्यक्रममा स्थान दिँदैछु। फेरि ढिला नगरी तपाईँकै सन्देश पढ्न चाहन्छु। यो सन्देश पठाउनु भएको हो राई सफल आयुषजीले। आयुषजीको पहिलोचोटि हो या योभन्दा अगाडि पनि पढेको थिएँ मैले, अलिक बिर्सिए जस्तो छ, अलिक पछि आएँ कि है।
आयुषजी। उहाँ लेख्नुहुन्छ हेलो दर्शन हजुर, म नेपाल घर तेह्रथुम भई हाल युएईबाट हो, पूर्वेली अन्जान सफल आयुष राई, मिस यु अल भाइ भन्नुभएको छ। राई सफल आयुषजीलाई धेरै धन्यवाद छ। तपाईँको नाममा सफल देखेर पनि खुसी लाग्यो, किनभने धेरै साथीहरूले असफल दुःखी यस्तो लेख्नुहुन्छ, तर तपाईँले सफल राख्नुभएको रहेछ। सधैँ यस्तै सकारात्मक हुनुहोला आयुषजी। आगामी दिनमा पनि तपाईँको यस्तै सन्देशको हामी अपेक्षा गर्छौँ। त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेमकला आचार्यजीले। उहाँले फेरि दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ। हाम्रो नियमित श्रोता हुनुहुन्छ। हेलो नमस्ते दर्शन भन्नुभएको छ। म प्रेमकला आचार्य, तिनझुरे मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट। गुड नाइट डियर गौतम समीर, डियर मिडिया प्रेमी परदेशी कान्छो, डियर योगेन इमेहाङ लिम्बू, भूमिका भण्डारी, शुक्रराज रसाइली, धनकुमार खाती, देव बास्कोटा, सोमिला शेर्पा, रेडियोकर्मी इच्छा लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ। प्रेमकलाजीलाई धेरै धन्यवाद छ। त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सोमिला शेर्पाजी, हाम्रो नियमित श्रोता हुनुहुन्छ। सोमिलाजीलाई पनि कमेन्टको लागि धन्यवाद छ। उहाँले गुड नाइट भनेर लेख्नुभएको रहेछ, धन्यवाद छ। त्यसै गरी सफिरा सिर्जना सुनवार, हाम्रो नियमित श्रोता हुनुहुन्छ, छोटो मिठो सन्देश पठाउनुहुन्छ। उहाँ लेख्नुहुन्छ हेलो हाई नमस्ते मिस यु गुड नाइट अल भन्नुभएको छ। सफिरा सिर्जना सुनवारजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। त्यसै गरी सौरभ केसीजीले कमेन्ट गर्नुभएको छ। सायद सौरभजीको चाहिँ पहिलोपटक हो कि जस्तो लाग्यो। उहाँ लेख्नुहुन्छ हेलो दादा गुड नाइट, म बागचौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नुभएको छ। धेरै धन्यवाद छ सौरभजी। घरदेखि टाढा हुनुहुन्छ, परिवारदेखि टाढा हुनुहुन्छ, धेरै गाह्रो हुन्छ होला, तैपनि आफ्नो परिवारसँग सधैँ नजिक भइरहनुहोस् अनि कृपया सम्भव भएसम्म परिवारसँगै बस्नुहोस् भनेर पनि तपाईँलाई आग्रह गर्न चाहन्छु। मेरो आग्रह मात्रै हो, निर्णय त तपाईँले नै गर्नुपर्छ सौरभजी। धेरै धन्यवाद छ। तपाईँको पहिलोचोटि कमेन्ट पढेको जस्तो लाग्यो, धेरै धन्यवाद, खुसी लाग्यो। आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट हामी कुरिरहेका हुनेछौँ, पठाउन नबिर्सनु होला है त। त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सोमिला शेर्पाजीले गुड नाइट भन्नुभएको छ। उहाँको फेरि दोहोऱ्याएर आए जस्तो छ, धन्यवाद छ। त्यसै गरी रोमन मुक्तान तामाङजीको पनि दोहोऱ्याएर म्यासेज आएको रहेछ, यहाँलाई पनि धन्यवाद छ। सुस्मिता राईजीले पनि मिस यु गुड नाइट अल भन्नुभएको छ, यहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा। मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र। कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक शुक्रबार राति 9:15 बजेदेखि 10 बजेसम्म रेडियो अनमोल 90 मेगाहर्जमा। र यो कार्यक्रमलाई तपाईँले हाम्रो पात्र मोबाइल एपबाट www.radioanmol.com बाट र मेरो युट्युब च्यानलबाट पनि तपाईँले यसका क्लिपहरू हेर्न सक्नुहुन्छ। युट्युबमा @चन्द्रघलान CHANDRAGHALAN चन्द्रघलान अथवा मुटुदेखि मुटुसम्म भनेर सर्च गर्नुभयो भने तपाईँले पाउन सक्नुहुन्छ। कार्यक्रम मुटुदेखि मुटुसम्ममा थुप्रै वर्षदेखि यो कार्यक्रम सञ्चालन गरेको पनि थुप्रै वर्ष भयो अनि तपाईँका मनका भावनाहरू पढेको पनि थुप्रै भयो। त्यसैले तपाईँका मनका भावनाहरू के बुझेको महसुस गर्छु, तर भावना हो, उतार चढाव हुने भएकोले कहिलेकाहीँ मैले केही बुझ्न सकेको छैन जस्तो पनि लाग्छ। पहिला कार्यक्रम सञ्चालन गर्दाको याद आउँछ, थुप्रै साथीहरूले एकदमै पीडा मिसिएको सन्देश पठाउनुहुन्थ्यो, तर आजभोलि त्यस्तो चाहिँ पढ्न पाउँदिनँ र त्यस्तो दुःखले भरेका कुराहरू पढ्न नपाउँदा एक त खुसी पनि छु, सायद तपाईँहरू अलिक खुसी हुनुभयो कि, तर कहिलेकाहीँ दुःख पनि लाग्छ, किनभने हामीले दुःखका भावनाहरू अब सामाजिक सञ्जालहरूमा पोस्ट गर्छौँ। पहिला चाहिँ त्यस्तो ठाउँ थिएन, त्यसैले व्यक्तिसँग सिधै हामी सेयर गर्थ्यौँ। तर अहिले पनि जतिसुकै विकास भए पनि सामाजिक सञ्जाल जतिसुकै अग्रपङ्क्तिमा आए तापनि वास्तवमा हामीले मनका कुराहरू आफ्नो मान्छेसँग चाहिँ सेयर गर्नै पर्छ। यदि आफ्नो मान्छेसँग मनको कुरा सेयर गरेनौँ भने त्यसले हामीले विभिन्न दुःख पनि भोग्न सक्छौँ, हामी डिप्रेसनमा पनि पर्न सक्छौँ। सामाजिक सञ्जालमा पनि कतिपय कुरा त पोख्न सकिन्छ होला, तर व्यक्तिगत कुराहरू पोख्दा कहिलेकाहीँ त्यसले हामीलाई उल्टै समस्यामा पार्न सक्छ, किनभने व्यक्तिगत र निजी भनेको व्यक्तिगत र निजी नै हो, त्यो साझा त हुँदैन। सामाजिक सञ्जालमा चाहिँ व्यक्तिगत भन्ने कुरा नै रहँदैन। एनिवे तपाईँको आफ्नो विचार पनि हुनसक्छ।
फेरि ढिला नगरिकन म तपाईँकै सन्देश पढ्न चाहन्छु। कल्पना साम्पाङजीले लेख्नुभएको छ, भोजपुर घर, हाल काठमाडौँबाट। गुड इभिनिङ, नमस्ते दादा, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदमै ठिक छु, तपाईँ कस्तो हुनुहुन्छ कल्पनाजी? आज साथीहरूको सन्देशहरू दोहोऱ्याएर आइरहेको जस्तो लागेको छ, तैपनि पढ्दैछु। केही साथीहरूको चाहिँ याद भएकोले दोहोऱ्याएको छैन, नाम मात्रै पढिरहेको छु। लेख्नुहुन्छ कल्पनाजी, दिलपाली शर्मिला राईलाई गेट विल सुन, मामु अन्जानी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, रञ्जित राई, स्नेहा चामलिङ, स्नेहा शर्मिला राई, सानु सम्झना, रमला साम्पाङ, एमपी विवश कुलुङ, घायल अभिमान सुनवार, दिलासा राई, सोना कन्दङवा, ढकाल धर्मराज, लक्ष्मी राई, सन्दीप बान्तवा, हजारमान राई, हर्पल रोशनी लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ। कल्पनाजीलाई धेरै धन्यवाद छ। त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ, हाम्रो श्रोता हुनुहुन्छ सौरभ केसी। उहाँको पनि अघि भर्खरै पढ्ने मौका पाएको थिएँ, अहिले उहाँले फेरि कमेन्ट गर्नुभएको थियो रहेछ। सौरभजीलाई धेरै धन्यवाद छ। तपाईँ घरदेखि टाढा हुनुहुन्छ, इन्डियामा, गुजरातमा, तर परिवारलाई पनि सम्झिरहनु भएको छ। प्रेम भण्डारीजीले कमेन्ट गर्नुभएको छ, गुड नाइट अल भन्नुभएको छ। प्रेमजीलाई धेरै धन्यवाद छ। लिम्बुनी साझाजीले पनि गुड नाइट अन्जान थुलुङ भनेर सन्देश छोड्नुभएको छ। साझाजीलाई धेरै धन्यवाद छ। अन्जानजीले यो सन्देश पाइसक्नु भएको छ होला। हाम्रो नियमित श्रोता अधिकारी अनिशजीको पनि फेरि दोहोऱ्याएर सन्देश आएको रहेछ, यहाँलाई पनि धेरै धन्यवाद छ अनिशजी। त्यसै गरी एमपी विवश लिम्बुजीले कमेन्ट गर्नुभएको छ, गुड नाइट पूजा योङहाङ, जुनु दिवानी तिगेला, दिलदुखी रिया, सन्जु शेर्पा सन्जु, मिडिया प्रेमी निमु शेर्पा, जेनी लिम्बू, कल्पना साम्पाङ, कोइच सुमी, रमला साम्पाङ राई, अनिता नखोक, किराती चली, लिम्बुनी साझा, गुड नाइट अल भन्नुभएको छ। एमपी विवशजीलाई धेरै धन्यवाद छ। युनिसा चामलिङ राईजीले पनि गुड नाइट अल भन्नुभएको छ। युनिसाजीलाई पनि यो सन्देशको लागि धेरै धेरै धन्यवाद छ। आदरणीय श्रोताबिन, आज कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका सन्देशहरू राख्यौँ र माया प्रेमका कुराहरू पनि गऱ्यौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव दिन नभुल्नुहोला। सल्लाह सुझावका लागि रेडियो अनमोल 90 मेगाहर्ज, हेटौँडा 4, खोपेगल्ली, मकवानपुर, वा हाम्रो फोन नम्बर 057 525 266 मा थप जानकारी दिन र लिन पनि सक्नुहुनेछ। साथै हाम्रो अफिसियल फेसबुक पेज सबै सौगातलाई लाइक गरेर तपाईँले त्यसमा म्यासेज पनि पठाउन सक्नुहुन्छ। आज जसले कार्यक्रम सुनिदिनु भयो, तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अर्को कार्यक्रममा फेरि तपाईँ हाम्रो भेट हुनेछ। तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रमको यो बसाइबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, शुभरात्रि।